तपाईँ क्या हान्छौँ देखेको यता हेरिदिनुहोस् त 4000 मिटरको उचाइमा आइसकेका छौँ हामी चाहिँ है। ओ सिराई लाउने सिरा फुला रानी पुतली झैँ नारङ्गी हाय। दर्शक नमस्कार, आज हामी आउँदैछौँ कोरियाको एकदमै प्रख्यात ठाउँ। के होला सोच्नुहोस् त, यसो यो सुन्दर प्राकृतिक वातावरण हेर्दा तपाईँलाई कुन ठाउँ जस्तो लाग्छ होला एकचोटि ख्याल गर्नुहोस् त। जसले यो काम कमेन्ट गर्छ, जसले मिलाउँछ नि त्यसलाई चाहिँ बम्पर उपहार छ है। फेरि कति हजार गर्नु न। ओमान भनेको पनि सानो कुरो होइन है। तपाईँ सामानमा गएर सबै कुरा गरेर आउन पनि सक्नुहुन्छ र इमान अझै बाँकी रहन्छ भिट्टा खानको लागि। आउनुहोस्, म तपाईँलाई देखाउँछु अझै। हामी चाहिँ यो केमा आइरहेको छौँ भने चाहिँ एकदम कस्तो छ भने चाहिँ यो तपाईँहरूलाई कोरियावासी हुनुहुन्छ भने तपाईँहरूलाई थाहा छ, नेपालमा हुनुहुन्छ भने चाहिँ तपाईँहरूलाई थाहा नहुनसक्छ। ल यसको नाम जसले मिलाउँछ फेरि तपाईँलाई अर्को अफर छ है। जसले मिलाउँछ यो क्यामेराम्यानको अनुहार हेर्न पाउनुहुन्छ तपाईँहरूले है। ओके ल, म एकदम थाकिसकेको छु होइन, एकदम धेरै उकालो। हामी तलबाट लगभग कमसेकम पनि 4000 मिटरको उचाइमा आइसकेका छौँ हामी चाहिँ है। सास फेर्न गाह्रो भएको छ, बस्दै 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 आइरहेका छौँ। र अर्को कुरा तपाईँहरूलाई मैले के देखाउन चाहँदैछु भने चाहिँ, म देखाउनको लागि भिडियो बनाएको त होइन है, तर त्यही पनि म एउटा कुरा के देखाउँछु भने चाहिँ हाम्रो नेपालमा भएको व्यापार यस्तो बोर्डहरू छ नि, यो बोर्डहरूलाई के गर्थे, फालिसक्थे, तोडफोड गरिसक्थे है। तर यहाँ हेर्नु त एक ठाउँ पनि उस भएको होइन, तर कसले स्क्यु काँटी निकालेर चाहिँ बेचेर खाएको छ है। त्यति चाहिँ भन्न चाहन्छु। ल हेर्नु, तपाईँहरूले एमाले काङ्ग्रेस माओवादीले बाटो यसरी बनायो भनेर भन्छ, कोरियामा पनि बनाउँछन्, नहुने होइन कोरियामा पनि। ल हेर्नु त, अब यहाँ यसको के गल्ती थियो, किन गल्ती थियो, के कारणले गल्ती थियो, किन यसरी राखे भन्ने कुरो तपाईँहरूलाई थाहा छ। अब बुझ्नुहोस्, हाम्रो नेपालमा पनि यदि ठुलो आँपको रुख, बरको रुख, पिपलको रुख होइन, स्वामीको रुख बाटोको बिचमा छ भने चाहिँ त्यसलाई जोगाएर राख्छन् नि। किन राख्छन् भने चाहिँ अब यसको पनि एउटा यसले पनि सास फेर्छ, यो पनि एउटा सजीव वस्तु हो होइन, यसलाई पनि बाँच्ने एउटा अधिकार छ। त्यही भएर यसलाई हेर्नु त यसरी यसलाई ठाउँ राखेर स्पेस राखेर यसलाई के बनाएको छन्, बाँच्न दिएको छन् है। बाँचुन्जेरी बाँचोस् न, किन उस गर्ने, बरु यो दुईवटा घर भत्काउने होइन, अलि धनी मानेको घरतिरबाट डोजर लाने भत्काउने बाटो बनाउने। ओके। ओ सिराई लाउने सिरा फुला बैनाइज्यूलाई लाउँछिन्, ओ बैनाइज्यूलाई दिहाल दसहाय मोरली कहाँ थियो फुलेकी फुलथुङ्गे रानी, कहाँ थियो फुलेकी फुलथुङ्गे रानी पुतली झैँ नारङ्गी हाय, पुतली झैँ नारङ्गी कटक्कै मन खानी, कटक्कै मन खानी लै कटक्कै मन खानी। जो केटीहरू पनि चाहिँ कोरियामा हुनुहुन्छ नि, मेरो आइलाई फलो गर्न चाहिँ नभुल्नु होला है। विशेष गरी म भिडियो बनाउँछु कसको लागि भने चाहिँ केटीहरूको लागि मात्रै। केटाहरू त भनेको त म आफै केटा हो त भने है। ओके, फोकटमा खानु पनि छ, गनायो। तपाईँले यो के ग्रहण गरिरहनु भएको छ, यसको बारेमा थोरै जानकारी दिन सक्नुहुन्छ हाम्रो भ्युअर्सहरूलाई। म त्यस्तो के भन्न त चाहँदिनँ, किनकि आफ्नो नेपालको हो भने चाहिँ म भन्न चाहन्थेँ यो कोरियाको हो। तर हामीले पढे अनुसार चाहिँ कस्तो भने तगुक हो। गुक भनेपछि त त्यहाँ झोल आउँछ भनेर, यहाँ त झोल छैन त। अनि सबै डी भन्दाखेरि गाडी मात्र आउँछ, सबै जी भन्दाखेरि मुजी मात्र आउँछ र हो। त्यस्तै कुरा हो भने बुझ्नुभयो नि। कस्तो त्यस्तै कुरा, यसलाई त विशुद्ध तक भन्छ नि। खामुजी भन्दाखेरि त्यहाँ खामुजी भन्छ। मुजीको कुरै गरेको छैन मैले। भन्न खोज्दा तपाईँले गुकको कुरा गर्नुभयो नि त। गुकको कुरा तपाईँले गर्नुभएको, चिक्ने तैँले गरेको। ठिक छ, अलि शान्त हुनुहोस्। के खानुभएको भित्र के छ? मिठो छ गु, खानेकुरालाई त्यस्तो भन्नुहुन्न।
तर पनि बबाल देखेको छ कोरियाको मिठाई हो यो लाडो नि हैन हाम्रो अर्को सरले फेरि क्यामेराम्यानले त्वक झिक्नु भयो यो चाहिँ यसरी खाने हो म तपाईहरुलाई सिकाउँछु मैले हात नखाऊ खै पुरा हो मिठो सानो मिठो कोरियाको टक सानो मिठो अहिले नेपाल जाम जस्तो भयो Maybe ah. गरेर त मा Maybe ah. राडियो Barula, barula. Uy, no, toque, barula. Maybe. राम्रो भिडियो बनाउन ल म त तिमीसँगै जानु पर्छ खै अनार दर्शक बिन हामीले अनार भेटेका छौँ खाइदिउँ टिपिदिउँ दौड्नु ल ढिला हुन्छ दौडु हामी त किनेर खान पनि त सकिन्छ यो फल काफल स्याउ होइन यो खाम भने फेरि एउटा बौलाले खाम उसले क्या भेट चाहिँ हाडौँ त्यहाँ छ यार फल हो यार यो खाने हो क्या भन्दा राम्रो भोकाने ओ मलाई तिमी नै साह्रै मन पर्ने नेपाल आउँछु माया अर्को साल कुरान आएर जाउँला माया सोल्टी होटेलमा ल भोके सोल्टी यार तर उयो अहिले मैले बनाएको थिएँ नि यो कुन ठाउँ ल आज हामी चाहिँ आउँदैछौँ तपाईँहरूलाई भिडियो खतरा बनाइदिन्छु फेरि म। चिप्ले फेरि तिमी त भ्लग त खतरा बनाउनुपर्छ भ्लग बनाऊ तिमी चिप्ले भाइरल हुन्छ तिमी चिप्ले साग खतरा चाहिन्छ चिप्ले नाम तिम्रो मुची दाइले कहाँबाट चिप्ले नाम राखिदिरहेको सबैको नाम राख्दै गयो होइन अनि हाम्रो आकाशको बारेमा भर्खर हिजो पहिलेदेखि भेला आएको थियो आजसम्म यस्तो कोही मान्छे जन्मेको छैन जसले पाठकको नाम राखोस् मलाई थाहा भन त ल पाठकको छैन भाइ सेकी त हो नि सेकी त हो नि सेकी भाइन्स नाम सेकी राख्छ कहिले सेकी मिसाउँदैन भिडियोमा तिमीले जाने तिमीले मिसाउँछौ सिक्रेट कुरा मिसाउँछौ तिमीले उहाँ हुनुहुन्छ 20,000 सब्सक्राइबर युट्युबमा कमाउनु भएका जल्दो बल्दो युट्युबर म सेक्रेट कुरा युट्युब च्यानलको सिइओ महेश परियार तपाईहरुले मेरो भिडियोमा विभिन्न किसिमका डकुमेन्ट्री भिडियोहरू र तपाईहरुले सबैभन्दा कुरा चाहिँ नेपाली राजनीतिको विषयमा र हिस्ट्री अनि मिस्ट्री सबै कुराहरू मेरो युट्युब च्यानलबाट सिक्न चाहनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानललाई सेक्रेट कुरा युट्युबमा गएर सर्च गरेर सब्स्क्राइब बटन मात्र थिचेर हुँदैन है नोटिफिकेसन बटनहरू थिचेर सब्स्क्राइब गर्नु होला अब यति हालिदिएको बाबत मेरो च्यानल हाल्दा पैसा दिनु पर्यो नि त मानौँ देऊ त यति भिडियो हाल यति यस्ता गरिबहरू छन् साथीहरू यार चिप्लाइरहन्छु म चिप्लाउने अङ्कल जस्तो होइन के भन्न चाहनुहुन्छ नेपाली जनतालाई म नेपाली जनतालाई के भन्न चाहन्छु भने नि सबै त्यो थानकोटको डाँडामा गएर च्वास्यो लाएर मदर चोट
소리가 어디서 나는지 알았어. 물속에서 나는 거야. 열등하는 거네. 아, 저기 공룡 또 있다. तपाईँ भन्नुहोस् यो कसरी ढुङ्गा हड्यो होला? मैले वेल्डिङ गरेर यो बनाएको कि एउटा यो आविष्कार पुरै पाल पारेर ए पुरै ड्रिल गरेर जोड्या रहेछ यार। त्यहाँनिर भर थिएँ म यताबाट आएको छैन नि त। यो पनि जोडेको रहेछ टुक्रा पनि ड्रिल गरेर त्यहाँ नट कसाएर रहेछ, त्यो पनि ड्रिल गरेर नट कसाएर रहेछ। अब यो त फलाम फलाम भइहाल्यो। फलामभित्रै भनेपछि त यो पुरै डेन्जरसँग जोडाएर रहेछ त। जेस कोरियाहरूले जे पनि गर्छ कोरिया हो होइन। तपाईँ कहाँ हान्छौँ देखाएको यता हेरिदिनुहोस् त।